हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ दसैँ, नेपालको दसैँ। सबैजनालाई दसैँ, ह्याप्पी दसैँ। हामी पनि अब ट्यागको दाजुभाइ दसैँ मनाउन गइजा, दसैँ मनाउनु भन्दा पनि खसीको मासु लिएर चट्ट रुमतिर लगाएर बनाएर खाने भनेर हिँडिराखेको छौँ। हामी चाहिँ जाँदैछौँ, गन्तव्य चाहिँ यस्तो छ। ट्याक्क यता चाहिँ खोला छ, खोला भन्नाले समुद्र बिच आनन्द मौसम। उतातिर त उही गरिरहेछ। त के हो रमेश, रमाइलै छ क्या हो। 3 बजे ड्युटी सकेर भन्दैन, हाफ ड्युटी सकेर अनि लोनो त जाम भनेर 81 बनेको प्लान। अब चाहिँ जाँदैछौँ हामी। अब अलिकति अगाडि गएर बोट चढेर जानुपर्छ। बोटमै चक्क भेटौँला सबैजनालाई। मौसम चाहिँ त्यस्तो साह्रो गर्मी चाहिँ छैन, ठिकै छ। बिस्तारै मौसम पनि ठिक हुँदै गएछ। अब तिहारमा चाहिँ अझै ठिक हुन्छ। त्यतिखेर चाहिँ अब चट्ट जाँदैछौँ। यो साइड चाहिँ डेरा साइड पऱ्यो क्या, यिनीहरू चाहिँ डेरा साइड। अब हामी ट्याक्क यो बोट चढेर पारी गएपछि चाहिँ यो चाहिँ पुरै यो देखिएको ठाउँहरू चाहिँ सबै बर्दुबे। यो चाहिँ बर्दुबे। हामी चाहिँ जाँदैछौँ ट्याक्क। रमेश सर के छ आज? अनि ठिक छ ट्याक्क। मेमोरीको लागि ट्याक्क दाजुभाइ यस्तै बोट चढेर जाने हामी चाहिँ। यो वाला बोट त्यस्तै 1 दिरम 2 दिरम पर्छ यहाँको। टक्क दाजुभाइ सर र जाने। मौसम ठिकै। ल हेर्नुहोस् त, यहाँ यत्रो ठुलो बेड, प्राइभेट पाइन्जहरू। मान्छेको आनन्द पार्किङ गरिरहेछ यहाँ। जस यतातिरको मौसम, यतातिरको यो ठाउँमा आउँदा छुट्टै मजा आउँछ। रमाइलो छ, इन्जोय छ। जस सबै कुरा रमाइलो लाग्छ यतातिर आउँदा चाहिँ। बोट चाहिँ यत्रो ठुलो छ, डेन्जर ठुलो छ बोट चाहिँ। भयङ्कर छ। बब्बाल इन्जोय गरिरहेछ त्यतातिर फेरि बोटमा। गाना बजाउँदै इन्जोय गरिरहेछ। अब चाहिँ हाम्रो पनि बोट चढ्नेवाला डेस्टिनेसन आउनु लाग्यो। बोट चढेर छ्याला बाह्रमा टक्क लगाएर जानुपर्छ। आज सुनसान छ, कोही छैन हेर रमेश। किन हो? कोही मान्छे भए पो चिल हुन्थ्यो भने यसो जिस्काउँदै केटीहरू भयो अझै कति बोझा हुन्थ्यो। रमेश सर, बेलुकातिर चाहिँ यता बेलुकी त डेन्जरै हुन्छ नि रमेश। यतातिर छ्यालबाल मान्छेहरू हुन्छ यतातिर। यता साइड ट्याक्क बर्दुबे जाने एउटा स्टेसन हो। उता अगाडिपट्टि नै अर्को स्टेसन छ। हामी चाहिँ यहीँ यस्तरी चलाउँछ। हामी चाहिँ यस्तै खालेमा जाने टक्क लाएर। यो चाहिँ टिकट अब तपाईँहरूसँग यस्तो कार्ड छैन भने चाहिँ यहाँबाट चट्ट गर्न सकिन्छ। बोटको वेटिङ गर्दैछौँ। बोट आउँछ अनि त्यसपछि चट्ट जाने। यहाँबाट चाहिँ जाने, यहाँबाट यस्तो गरेर जाने बोटमा। हामी चाहिँ बसको वेटिङ गर्दैछौँ। गर्मी त लागिसक्यो त, पसिनाहरू निक्लियो त रमेश। गर्मी अझै राम्रोसँग सक्यो छैन, त्यस्तै छ। अनि के भन्न चाहन्छौ त नि आज दसैँहरूलाई? केही भन्न चाहन्छौ? ह्याप्पी दसैँ मात्र, अरू केही नै नभन्ने अरू केही भन्नुपर्छ नि। ल सबैजना खुसी रहने, ट्याक्क लगाएर दसैँ मनाउने। तर खाएर वायल चाहिँ नगर्दी। त्यति हाम्रो बोट आयो। बोटमा चढेर जाने चट्ट लगाएर। यहाँ हुन्छ चलाउने मान्छे। ट्याक्क यहाँ चाहिँ नोलगाड ट्याट गरेपछि सक्यो। जहाँ बस्दा पनि भयो।
जता बस्दा नि भयो चलाउने ठाउँ चाहिँ यहाँ यहाँबाट चाहिँ चट्टा लगाएर त्यहाँ चाहिँ खेल खतरा रमाइलो गर्दैछ नि सब नेपालीहरू डान्स त खतरा छ त कडक छ त हाम्रो पनि अब ट्याक्क गाडी स्टार्ट हुनु लाग्यो गाडी होइन बोट हामी चाहिँ त्यहाँनिरबाट आएको यो चाहिँ हामी यहाँ स्टेसन टक्क निक्ल्यो अब टक्क लाग्यो अब चिसो आइरहेको छ मजा छ गरम छ जस्तो छ है नेपालीहरूले पुरै भ्याए जस्तो छ महल चाहिँ अब चाहिँ बोर्डमा जाने चटनी खसीको मासु लिने अनि कम्बरको मासु लिने अनि डाइरेक्ट टु द रुममा गएर भातभात बनाएर अनि अर्डर गरेर नि अलिअलि खानेकुराहरू चट्टा खाने दसैँ मनाउने गोलसुक अब हाम्रो डेस्टिनेसन पनि आउन लागिसक्यो हामी झर्ने नि यतै हो धेरै टाढा होइन यतैतिर हो हामी झर्ने पनि अब आयो झर्नुपर्छ चट्टा लगाएर मौसम चाहिँ यहाँ साफ गर्नेहरू पनि ट्र्याक्टर साफ राख्नु पऱ्यो नि मौसम चाहिँ बोटमा हिँड्दा ठिकै छ के अरे झर्दा त फेरि गर्मी नै लाग्छ के गर्नु यस्तै छ बाटो छ गाह्रो दसैँ भएर के गर्नु ड्युटी गर्नु पऱ्यो ड्युटी सकेर अनि बल्ल लागिएछ परदेशमा यस्तै रहेछ के गर्नु तर गाउँमा केटाहरूले चाहिँ झ्याल्ली इन्जोय गरिरहेको छ केटाहरूले थाहा छ धो इन्जोय गर्ने केटाहरू तर काठमा लडाइँ झगडा चाहिँ नगर्नु थियो हाम्रो स्टेसन आइदियो यो चाहिँ हाम्रो स्टेसन अब लाग्नुपर्छ झर्ने स्टेसन आयो अब भुटुवा पाउने ठाउँ त कता छ थाहा छ होला नि खसीको मासु पाउने ठाउँ त्यही पनि अब ढक्क गर्छ सब स्टेसन यही हो नि त छ्यालबाल छ त्यही भएर बोटहरू चक्ल्याङ डोक्ल्याङ गरेको त यता त यो चाहिँ इन्जिन
ट्याग गर्नु पऱ्यो जहाँदेखि त्यहाँ पैसा सट्ट लगाएर बर्दुको गल्ली कता रमेश यता हो जाने यतातिर गल्ली त फेरि खतरनाक छ नि जे भने त्यही पाइन्छ फेरि काठमाडौँको बजार जस्तै त्यहाँ त भव्य नाच गरिरहेछ डह्रो नाचिरहेछ नेपालीहरू पुरा नेपालीहरू सर फुल होला त्यही भएर नाचिरहेछन् ल बङ्गुरको मासु खोज्दा हिँड्दा गिद्दी भएर बल्ल बङ्गुरको मासु पाइयो अब चाहिँ अब खसीको मासु लिएर रुमतिर चल्दैछ हिँड्दा गिद्दी भइसक्यो पाए लिएर जाऊँ न नपाए ठिकै छ केही छैन अब फर्किँदैछौँ यो चाहिँ बर्देवीको गल्लीहरू आज नेपालीहरू छेलबेल छ यतातिर यस्तो सिग्नल लाइन डह्रो कुदिन्थ्यो के अरे यहाँ त वेटिङ गर्नुपर्छ यो चट्ट लगाएर सबजना वेटिङ जहाँ ग्रिन बोल्यो सब मान्छे जान्छन् अब नेपालमा अब रोकिन्थ्यो कोही पनि रोकिन्थेन हामी आफै रोकिन्थेन यो पक्रेर त एकछिन पसिना आयो क्या पसिना पुग्नु पऱ्यो भनेर अब यहाँबाट यस्तो सिधा यता गएपछि के भन्छ अरे अलगुबैबा मेट्रो स्टेसन त्यसपछि चल्दैछ दाजुभाइ फेरि रकबारमा हो उहाँ चाहिँ मेट्रो स्टेसन अब ट्रेन चढ्ने जाने चल्दैछ हाम्रो चाहिँ कन्डिसन नाजुक भयो घुम्दा पसिनाले हुत्तो खसीको मासु पनि पाइएन भने जस्तो बङ्गुरको मासु मात्र पाइयो त्यसो लगेर यहाँ यत्रो मान्छेहरू छ है यहाँ नमाज पढिरहेछ हामी चाहिँ अब मेट्रोतिर जान लाउँदै मेट्रो स्टेसनमा कस्तो गर्मीले मारे यार डह्रो गर्मी नसकिने रमेश सर गर्मी कतिको लागेको छ नि आज हिँडै डह्रो भयो के र अन्त यत्रो लामो हेर न अन्डरग्राउन्ड हो त्यही माथि दामी छ ठाउँ चाहिँ ट्रेन आए जस्तो छ यार रमेश ट्रेन त आयो तर प्याक छ यार बुझौ त्यो त गोल्ड क्लासको हो हामी उता जाने ए डह्रो प्याक छ यार मान्छे पाइन्छ यार हामी चाहिँ युनियन आइपुग्यो यस्तो भिड हो माइ गॉड ट्रेन यता रमेश सर अब यहाँ चाहिँ ट्याक्क निस्किँदा टोट गरेर 5 दिरम काट्दो रहेछ त्यहाँबाट यहाँ आउँदा पनि महँगै परेन नि त रमेश केही छैन अब यहाँ चढेर माथि निस्किने अँधेर भइसक्यो यार रमेश 5 दिरम जान्छ र त्यहाँ जाने भयो होला कुन चाहिँ मेसिन त चल्दैछ त नि यहाँ खाली भयो एउटा लाइनमा बस्छ न यो कालो निस्किन्छ नि त्यसपछि तिमीले होला अपरेसन अन कोर्सेस प्लिज डोन्ट मुभ योर कार पानी पिउनु पऱ्यो यार मुख सुकेर ल्याङ भइरहेछ रमेश ल हाम्रो रमेश सरले मेट्रो कार्ड टपअप गर्दैछ कार्ड टपअप कति 10 दिरमै नहुँदो रहेछ अदर एमाउन्ट गर न अदर एमाउन्ट 10 20 दिरम भन्दा तल माथि उस नहुँदो रहेछ 20 दिरम नोक्सान भयो नि त अनि 5 दिरम गर्ने भनेको 20 दिरम
यता फेरि माल छ माल इधर फेरि कोसेली छ नि बुङ्गुर क्यास क्यास के भन्नु त्यसपछि त्यहाँ पैसा हाल न पैसा हाल्नु त्यहाँ लाइटै बोले छैन पेमेन्ट भनेको त यहाँ पेमेन्ट गर न यहाँ हो पैसा हाल्नु त्यही हो त्यहाँ तान्ने हुन्छ हो रुक रुक त्यहाँ नोट काटेर राख त टप 20 दिरहम यहाँ रहेछ हाल्ने ठाउँ यो पनि 20 दिरहम खोर्ली ओके यस्तो दिन्छ अब यो ओके भनेपछि भयो रुक भयो भयो जाउँ निक्ल्यौँ अब यहाँबाट निस्केर ट्याक्क चढ्ने अब मेट्रो चढ्ने अनि बस चढ्ने अनि चल्दै आज तर खानु बनिने है रमेश बङ्गुरको मासु नै पाइएन भने जस्तो अब नेक्स्ट टाइम खानुपर्छ बङ्गुरको मासु खुट्टा पनि दुख्यो पानी पिएको लाग्योहरू भन्दा पानी त्यस्तै हो यो चाहिँ युनियन मेट्रो स्टेसनको एक्जिट 1 अब बस चाहिँ कतापट्टि लाग्छ त नि रमेश अब त अँधेरो पनि भइसकेछ है बस कहाँनिर लाग्छ हो यो हो बस लाइन ठाउँ यही हो बस लाइन ठाउँ रमेश चाहिँ अब सार्जा जाने पानी पनि पिउँ यो चाहिँ सार्जा जाने बस लाइन ठाउँ रहेछ अब चल्दैछ धेरै हिँड्यो आज चाहिँ अब त्यहाँको पानी चाहिँ पिउनु पऱ्यो यहाँ छुट्यो रमेश बस छुट्यो अब फेरि अर्को बस कुद्दै आज हुत्तु मात्र लेखेर छ रमेश काम गरेन पानी देखेर पानी चाहिँ खानु पऱ्यो साउन्ड चाहिँ यहाँ यस्तो लेख्दो रहेछ है युनियन मेट्रो स्टेसन चाहिँ हो त्यतापट्टि छ के अरे हामी अरू यहाँ तिमीहरू यो चाहिँ मालुम नै कता जान्छ यो बस चाहिँ सतुवा अलि सतुवा जाने यति गर्दा फाइनल्ली हामी जाने बस आयो मान्छे झर्नु चाहिँ त्यहाँ हो ल आउट अफ सर्भिस भने त मार्ने हो त कसले चस्मा बिर्सेछ छोडिदेऊ हामी यता बसौँ फ्रन्ट साइडमा अब भ्यू हेर्दै जानुपर्छ रमेश सर चट्ट लगाएर होइन
फाइनल्ली अब अनुसार मलाई लाग्यो यहाँबाट चाहिँ खसीको मासु किनेर चट्ट यो यस्तो यस्तो हुँदै जाने हाम्रो चाहिँ यो बिल्डिङ टाइगर बिल्डिङ। फाइनल्ली रुम आइयो। अब चाहिँ पकाउने कार्यक्रम गर्नुपर्छ। यहाँ चाहिँ बङ्गुरको मासु छ। यहाँ यो चाहिँ खसीको मासु, टमाटर, प्याज, गुन्द्रुक। अब चाहिँ रेडी गर्नुपर्छ छिटो छिटो लगाएर, टाइम छैन। ल हाम्रो चाहिँ यहाँ मटन बन्दैछ। यहाँ चामल, यहाँ चाहिँ बङ्गुरको मासु फ्राई गर्ने। यता कटिङ पनि भइसक्यो। प्याज खोर्सानी। रमेश सर के छ? ठिक छ नि? अनि मालपानी आउँदैछ नि हाम्रो। मालपानी त खानु पऱ्यो नि। कुकिङ हुँदैछ, बन्दैछ चट्टा लगाएर। हाम्रो चाहिँ यति बल्ल यत्रो मिहिनेतपछि पोर्क यति भयो। यता अझै बन्दैछ पोर्क। त्यसपछि यहाँ पनि छ मटन चाहिँ लगभग रेडी जस्तै भयो। स्पेसल मटन। अन्ना खाइकन अन्ना। म चाहिँ यहाँ छु। म चाहिँ कुक आएर एक कुक बन्दैछ माल स्पेसल चटपटी। बङ्गुरको लागि चट्ट बाह्रमा अझै एकदम मसलाहरूको हुन्छ। बन्दैछ मटन चाहिँ स्पेसल भन्छ। पोर्क पनि रेडी भयो। अब अन्ना भी आ गया, हमारा अन्ना भी आ गया। अन्ना वेलकम अन्ना। कैसा अन्ना? ठीक है अन्ना। ठीक है चलो। नेल्सन रेडी, रमेश रेडी। आजलाई भिडियो यति नै। हामी चाहिँ अब वाइल्ड भयो दसैँ मनाइयो। अब चाहिँ सुत्ने। यो त गर्नु पर्यो नि। ल रमेश दसैँ मनाइयो। ल अन्ना रमेश ल अन्ना आजलाई यति नै। अब नेक्स्ट भिडियो मिलाउँला।